नमस्ते। आज कुरा गरौँ पोखराको भविष्यलाई आकार दिने एउटा एकदमै महत्त्वपूर्ण विषयको बारेमा। त्यो हो सहरको नयाँ भवन निर्माण मापदण्ड। आखिर यसले पोखराको घर, जग्गा र समग्र विकासलाई कसरी बदल्दैछ त? ल आउनुहोस् यसलाई विस्तारमा बुझौँ। पोखराको सुन्दरतामा त कसैलाई शङ्का होला र, होइन? तर जसरी यो सहर दिन प्रतिदिन फैलिरहेको छ, एउटा गम्भीर प्रश्न उठ्छ कि यहाँ भइरहेका निर्माणहरू साँच्चीकै सुरक्षित र दिगो छन् त? हो, यही प्रश्न आजको हाम्रो विश्लेषणको केन्द्रमा रहनेछ। हो, यही प्रश्नको जवाफ लिएर आएको छ पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड 2080। यो केवल एउटा सरकारी कागज मात्रै होइन, यो त पोखराको सुरक्षित र व्यवस्थित भविष्यको एउटा मार्गचित्र हो। तर यो नयाँ नियम किन चाहियो त? यो बुझ्नको लागि हामीले पहिले पोखराको तीव्र विकास र त्यसले सँगसँगै ल्याएका चुनौतीहरूलाई एकपटक फर्केर हेर्नुपर्ने हुन्छ। सोच्नुहोस् त, विक्रम सम्वत 2016मा जम्मा 13वटा वडा भएको एउटा सानो नगरपालिका हेर्दा हेर्दै 2073 सालसम्म आइपुग्दा यो एउटा विशाल महानगरमा बदलियो। यो तीव्र वृद्धिले अवसर त पक्कै ल्यायो, तर सँगसँगै ठूल्ठूला चुनौतीहरूको पहाड पनि खडा गर्यो। अब यति छिटो विकास हुँदा के भयो त? समस्याहरू पनि सँगसँगै आए। विभिन्न समयमा बनेका पुराना नियमहरू जुन एक आपसमा बाजिन्थे, जथाभावी र अव्यवस्थित निर्माण, सडक, बिजुली, पानी जस्ता पूर्वाधारमा बढ्दो चाप, र सबैभन्दा महत्त्वपूर्ण कुरा पोखरा उपत्यकाको आफ्नै भौगर्भीको जोखिमहरू। यी सबै समस्याहरूलाई एकै ठाउँमा सम्बोधन गर्नु एकदमै जरुरी थियो। र पोखराको एउटा चुनौती त यस्तो छ जुन बाहिरबाट देखिँदैन, त्यो हो जमिन मुनिको जोखिम। भौगर्भिक अध्ययनहरूले के देखाउँछ भने यो उपत्यका सेती नदीले थुपारेको नरम माटो र बालुवामा बनेको हो। यसको अर्थ यहाँको जमिन कतिपय ठाउँमा अस्थिर छ र सिङ्क होल अर्थात् जमिन भाँसिने जोखिम निकै उच्च छ। यही कारणले गर्दा यहाँ सुरक्षित निर्माणको अर्को कुनै विकल्प नै छैन। हो, यस्तै अनेकौं जटिल चुनौतीहरूलाई एकैपटक सम्बोधन गर्नको लागि पोखरा महानगरपालिकाले एउटा एकीकृत समाधान निकालेको छ, यही नयाँ निर्माण मापदण्ड। 2080 सालमा स्वीकृत भएको यो मापदण्डले के गर्यो भने पुराना छरिएर रहेका र एक आपसमा बाजिने सबै नियमहरूलाई खारिज गरिदियो अनि लागू गर्यो एउटै स्पष्ट र एकीकृत नियम पुस्तिका। अब पुरै महानगरपालिकाको लागि एउटै नियम, एउटै मापदण्ड। यो त्यत्तिकै हचुवाको भरमा ल्याइएको नियम होइन है। यसको प्रस्तावनामै स्पष्ट लेखिएको छ यो मापदण्ड तयार गर्दा साविकमा निर्धारित मापदण्डहरूमा देखिएका कमी, कमजोरी र अभावहरूलाई समय सापेक्ष रूपमा सुधार गर्दै। यसले के देखाउँछ भने यो नियम दशकौंको अनुभव र अध्ययनको निचोड हो। ल अब सबैभन्दा महत्त्वपूर्ण कुरामा लागौं। आखिर के छन् त ती मुख्य नियमहरू? पोखरामा घर बनाउनेले जान्नै पर्ने मुख्य कुराहरू के हुन्? पहिलो र सायद सबैभन्दा धेरै सुनिने शब्द हो सेटब्याक। सरल भाषामा भन्दा आफ्नो जग्गाको सिमाना वा सडकबाट घर बनाउँदा कति न्यूनतम खाली ठाउँ छाड्नुपर्छ भन्ने नियम हो। यो किन जरुरी छ? ताकि छिमेकीको घरमा घाम र हावा नछेकियोस् र भोलि केही आपत पर्दा, आगलागी हुँदा दमकल जस्ता गाडीहरू सजिलै भित्र पस्न सकुन्। अर्को छ जग्गा उपयोग प्रतिशत वा ग्राउन्ड कभरेज। यसको मतलब आफ्नो जग्गा छ भन्दैमा पुरै जमिन ढाकेर घर बनाउन पाइँदैन। निश्चित प्रतिशत जमिन खाली राख्नै पर्छ। यसले सहरलाई कंक्रिटको जङ्गल बन्नबाट जोगाउँछ र हरियाली र खुल्ला ठाउँको लागि ठाउँ सुनिश्चित गर्छ। र तेस्रो प्राविधिक शब्द छ फ्लोर एरिया रेशियो अर्थात् FAR। यो अलि जटिल सुनिन्छ, तर यसको मुख्य काम भनेको भवनको उचाइ र समग्र आकारलाई नियन्त्रण गर्नु हो। यसले जग्गाको क्षेत्रफलको अनुपातमा कुल कति वर्गफिटसम्मको निर्माण गर्न पाइन्छ भनेर एउटा सीमा तोकिदिन्छ। नयाँ मापदण्डले भवनहरूलाई 4वटा श्रेणीमा पनि बाँडेको छ। क वर्गमा अत्याधुनिक भवनहरू पर्छन्, ख वर्गमा 3 तलाभन्दा अग्ला वा ठूला संरचनाहरू, ग वर्गमा हामीले बनाउने सामान्य 3 तलासम्मका आवश्यक घरहरू र घ वर्गमा माटो, ढुङ्गा जस्ता परम्परागत सामग्रीले बनेका 2 तलासम्मका भवनहरू पर्छन्। नयाँ मापदण्डले के बनाउने भन्ने नियम मात्रै बदलेको छैन, बरु कसरी बनाउने भन्ने प्रक्रियालाई पनि पुरै व्यवस्थित गरेको छ। अबको प्रक्रिया एकदमै चरणबद्ध छ।
पहिलो, दर्तावाल प्राविधिकबाट नक्सा डिजाइन गराउने। दोस्रो, महानगरपालिकामा निवेदन दिने। तर यहाँ सबैभन्दा ठूलो र महत्त्वपूर्ण परिवर्तन के छ भने सुरुमा जग हालेर डीपीसी तहसम्म बनाउने अनुमति मात्र पाइन्छ। महानगरका प्राविधिकहरूले आएर त्यो जगको काम मापदण्ड अनुसार छ कि छैन भनेर जाँचिसकेपछि मात्रै माथिल्लो तल बनाउने स्वीकृति मिल्छ। यसले गर्दा घरको जगदेखि नै गुणस्तर सुनिश्चित हुन्छ। अझ ठूला र जटिल क र ख वर्गका भवनहरूको लागि त झन विशेष व्यवस्था छ। यस्ता भवनहरूको संरचनात्मक सुरक्षा र डिजाइनको जाँच गर्न महानगरपालिकाले स्वतन्त्र तेस्रो पक्षबाट प्रमाणीकरण गराउन सक्नेछ। मतलब सुरक्षामा अर्को तह थपिएको छ। ल, यति धेरै नियम र प्रक्रियाको कुरा गरियो, तर अन्तत यसले पोखराको भविष्यलाई कस्तो आकार दिला त? आउनुहोस् यो मापदण्डको बृहत दृष्टिकोणलाई हेरौँ। यी सबै नियमहरूको पछाडिको अन्तिम लक्ष्य भनेको एउटै हो, सबैको लागि एउटा अझ राम्रो पोखरा निर्माण गर्नु। भौगर्भिक जोखिमहरूबाट सुरक्षित भवनहरू, योजनाबद्ध शहरी विकास, प्राकृतिक सुन्दरता र खुल्ला ठाउँको संरक्षण, सबै बासिन्दाका लागि स्वस्थ वातावरण र दिगो आर्थिक विकास। यी नै यो मापदण्डका मूल उद्देश्यहरू हुन्। र यो कुरालाई यो दस्तावेजको उद्देश्यले कति सुन्दर तरिकाले समेटेको छ। पोखरा महानगरपालिकालाई सुन्दर, गतिशील र समृद्ध सहरको रूपमा विकास गर्न। यो केवल नियमहरूको सङ्ग्रह मात्र होइन, यो एउटा सुन्दर भविष्यको परिकल्पना हो। अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। आज लागू भएका यो नियमहरूले अबको 10 वर्षमा हामीले चिनेको पोखरालाई कसरी बदल्नेछन्? एउटा कुरा त पक्का छ, यसको प्रभाव दूरगामी र निकै महत्त्वपूर्ण हुनेछ।